रामग्राम भन्ने भगवान गौतम बुद्धको रामग्राम बेच्नलाई भनेर प्रस्ताव ल्याएर आए। त्यो प्रस्ताव ल्याउने दुईजना मान्छे थिए। एकजना सुदन किराँती थिए, बहालवाला सञ्चार मन्त्री। एकजना लकार लामा थिए जो अहिले लुम्बिनी विकास कोषको उपाध्यक्ष हुनुहुन्छ। ल्यारकेल लामा, म त नाम पनि भन्न जान्दिनँ। लेखा समितिमा आयो त्यो फाइल। आज पनि तपाईँले लेखा समितिमा गएर हेर्न सक्नुहुन्छ। यो मैले झुट बोलेको कुरा होइन। मलाई लेखा समितिको सभापतिले पत्र काटेर पठाउनु भयो। म लेखा समितिको सदस्य थिइनँ। ज्ञानेन्द्र साई आएर बोलिदिनु पर्यो भन्नुभयो त्यो विषयमा। मैले अध्ययन गरेँ। 100 वर्षसम्मका लागि लुम्बिनीको रामग्राम, भगवान गौतम बुद्धको अस्तु राखेको रामग्रामलाई, विश्वको ओल्ड हेरिटेजमा परेको चिजलाई बेच्न खोजेर रहेछन्। 100 वर्ष कसलाई? शारदा प्रसाद अधिकारी प्रचण्डको घरबेटीको छोरालाई। कति वर्षका लागि? 100 वर्षका लागि। फेरि त्यो बेचेर के गर्ने? त्यसमा डिस्को खोल्ने, डान्स बार खोल्ने, रक्सी खाने क्लब बनाउने त्यो योजना पेश गरे लार्काल लामा र सुदन किराँतीले। अनि उनीहरू दुईटै बुद्धिस्ट हुन्। फेरि ल भन्नुहोस्, बुद्धिस्ट हुँ भन्छन् क्या आफूलाई। अनि लेखा समितिमा म गएँ अनि मैले यसको विरोध गरेँ। आज पनि त्यो भिडियो सुरक्षित छ लेखा समितिमा। अहिले पनि टेलिभिजन जहाँ पनि तपाईँले खोजेर पाउनुहुन्छ। पुरै अध्ययन गरेर यो फाइल अगाडि बढाउनुहुन्न, बेच्न पाइँदैन लुम्बिनी भनेर बोलियो। र त्यही दिन बोलेको कुरालाई आधार मानेर लेखा समितिले त्यही दिन निर्णय गर्यो 100 वर्षसम्म लुम्बिनीको रामग्रामलाई बेच्न पाइँदैन भनेर त्यही दिन निर्णय गरेर लुम्बिनीको रामग्राम बेचिनबाट रोकियो भने गौतम बुद्ध र बुद्ध धर्मावलम्बीको ठुलो आस्था हामीले बचाइदियो हो नि त। त्यतिखेर धन्यवाद एकजना पनि धार्मिक गुरुले धन्यवाद भनेन। अब अस्ति ज्ञानेन्द्र साईले मुद्दा हाल्नुपर्छ भनेर त्यो मैले जम्मा भनेको के हो? नेपाली गुम्बामा प्रवेश गर्न पाइने, भगवान गौतम बुद्धको लुम्बिनीभित्र प्रवेश गर्न पाइने, तिब्बतीयनहरूले खोलेका गुम्बामा चाहिँ हामी किन प्रवेश गर्न पाउँदैनौँ भने यति मात्रै हो। मैले त्यहाँभित्र के छ केही पनि भनेको छैन भनेर त्यो ल्यालकार लामाको कोषाध्यक्ष भएको मान्छे आएर मुद्दा हाल्दै हिँडेछ ठाउँ ठाउँमा। कारण के भने त्यो 100 वर्ष लुम्बिनी बेचेर खान पाएन मेरो कारणले गर्दा। अनि यसो ज्ञानेन्द्र साईले बुद्ध धर्मावलम्बी विरोधी गर्ने भने सेन्टिमेन्ट तान्न सकिन्छ, त्यो पहिलाको रिस अहिले फेर्न पाइन्छ भने लागेछ। अनि यस्ता पापीहरूले त देश चलाइरहेछ। जसले तपाईँको धर्म बेच्छ त्यही आज लुम्बिनी विकास कोषको उपाध्यक्ष भएर बसेको छ। जसले आज तपाईँको हेर्नुहोस् त पशुपतिनाथमा त्यही छ आज हाम्रो देशमा। जसले मिसनरीबाट फन्ड ल्याएको छ त्यही पशुपति विकास कोषमा गएर बसेको छ। र चाहिँ एकपरि गरेनन् माओवादीहरूले। हो, हामी कुनै धर्मप्रति हाम्रो कुनै नकारात्मक छैन। जस्तो संसारको सबभन्दा तपाईँको चर्चहरूको सबभन्दा ठुलो त तपाईँको अहिले रोमको भ्याटिकन सिटीलाई भन्छन् होइन, त्यहाँको पपलाई मान्छन् नि होइन। पोप फ्रान्सिस कि को भन्ने थिए। त्यहाँ हिन्दू धर्मको मान्छे गएर कोषाध्यक्ष बन्न पाउँछ? त्यहाँ पाउँदैन। त्यो त क्रिस्चियनै चाहिन्छ नि। अनि हाम्रो पशुपतिमा क्रिस्चियन लिने त्यो एउटी पुन भन्ने केटी माओवादीको रोल्पाको कि कहाँको केटीलाई ल्याएर नियुक्ति दिएन? सुदन किराँतीजीले नियुक्ति दिनु भएन? उनी त क्रिस्चियन हुन् त। भने पशुपतिलाई मास्नका लागि पशुपति भित्रै हिन्दू धर्म विरोधी छिराउने, बुद्ध धर्मावलम्बी मास्नका लागि लुम्बिनी भित्रै बुद्धको विरोधी छिराउने, यो प्रोपोगन्डा चाहिँ नेपालमा लामो समयदेखि भइराखेको छ।